हेलो गाइस, के छ खबर? कहाँ हुनुहुन्छ? जहाँ हुनुहुन्छ स्वस्थ राख्नुहोस्, मस्त राख्नुहोस् र उदासीन बन्नुको लागि प्रयत्न गरिरहनुहोस्। आउनुहोस् हजुरको माझमा सदा चाहिँ म आइसकेको छु आफूले जानेको, बुझेको र अनुभव गरेको कुरा छाटछाट गर्नको लागि। केही विगतदेखि हामी लगातार छौँ कि आफूले आफूलाई कसरी ग्रोथ गर्ने, आफ्नो समयलाई कसरी सदुपयोग गर्ने हो। कुनै पनि समयमा हामीले सही काम गऱ्यौँ भने वा अहिले नै हामीले केही कुरा आफ्नो लागि सोच्यौँ भने, ग्रोथको लागि सोच्यौँ भने त्यो ग्रोथले हामीलाई अगाडि बढाउनेछ, फाइदाजनक दिनेछ। हामीलाई चाहिने के हो त? हाम्रो जिन्दगीलाई सुख, शान्ति र सम्पत्ति। यसमा यी कुराहरूमध्येमा हामीले के को लागि काम गरिरहेका छौँ त? आफ्नो परिवारसँग सँगै बसेर काम गर्न सक्ने भएका छौँ वा भएका छैनौँ? यो कुरा हामीले ख्याल गर्नुपर्ने हुन्छ। हामी जन्मन्छौँ, हुर्कन्छौँ र यही जन्म मृत्युको चक्रमा नै हामी घुमिरहेका हुन्छौँ। यही जन्म मृत्युको चक्रमा हामीसँग कहिले उच्च स्थानमा वा हामी धेरै सफलता पाउँछौँ भने कहिलेकाहीँ चाहिँ हामी एकदम न्यून स्तरमा, हामी चाहिँ एकदम असफलताको जन्जिरमा घुमिरहेका हुन्छौँ। यो हुन पनि जरुरी छ जस्तो लाग्छ। जहाँसम्म हामीलाई दिन रात हुँदैन तबसम्म हामीले उज्यालो र अँध्यारोको पनि अनुभव गर्न सकिँदैन। भने जस्तै हाम्रो जीवनमा पनि उतार चढाव भएन भने हामीलाई सफलता आएको चाहिँ रस आउँदैन होला सायद। त्यही भएर नै कहिले हार हुन्छ, कहिले जित हुन्छ। त्यसर्थ समयलाई सदुपयोग गर्न यस्तै क्रममा समयलाई हामीले सदुपयोग गऱ्यौँ भने, यस्तै क्रममा हामीले हरेक क्षेत्रबाट हामी आफूलाई पार लगायौँ भने, अथवा हामी जति बेलै खुसी हुनुपर्छ भन्ने होइन, हामी जति बेलै आनन्दित हुनुपर्छ भन्ने होइन, तर हामीले गरिरहेको कर्ममा दुःख आउँदा पनि, सुख आउँदा पनि त्यसलाई सहर्ष स्वीकार गरेर, समयलाई ख्याल गरेर त्यसअनुसार अगाडि बढ्न सक्यौँ भने हाम्रो जीवन चाहिँ सार्थक अवश्य बन्नेछ। होइन भने जीवन यसै पनि माटोमा मिल्ने हो। त्यही माटोमा मिलाउनको लागि खाने, रमाउने वा अरूको हत्या हिंसा, व्यभिचारमा मन डुलाउने हो भने त्यसरी पनि जीवन बित्न सक्छ। तसर्थ जीवनलाई सार्थक बनाउनको लागि आफ्नो इच्छाभन्दा वा आफ्नो स्वार्थभन्दा माथि उठेर केही कार्य गरौँ र समयलाई सदुपयोग गरौँ। हस्, धन्यवाद। जय होस् हजुरको।